बुद्धि भएकाहरू हो बुद्धि लिएर आउनुहोस्। आइडिया भएकाहरू हो आइडिया लिएर आउनुहोस्। राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोस्। अनुसन्धान गर्न आउनुहोस्। नयाँ नयाँ विचार नयाँ नयाँ आइडिया लिएर आउनुहोस्। अनुसन्धान गर्नुहोस्। उद्यमी बन्नुहोस्। उद्यमी बन्नुहोस्। दाजुभाइ दिदीबहिनीहरू, तपाईँलाई थाहा नै छ म अहिले राष्ट्रिय आविष्कार केन्द्रमा विराटनगरमा किताब बेच्दै बेच्दै केही काम परेर यहाँ आएको छु र यही अवसरमा राष्ट्रिय आविष्कार केन्द्रमा बसेर तपाईँहरूलाई एउटा चाहिँ भिडियो बनाएर देखाउँ भन्ने इच्छा जाग्यो। त्यसैले म यो बनाउँदैछु। अब यसको विषय छ नेपाल किन गरिब भयो, नेपाल किन गरिब भयो र यसलाई कसरी चाहिँ हामीले धनी बनाउन सकिन्छ भन्ने चाहिँ म एउटा गीत पनि मनमा नै सोचिरहेको छु। त्यो गीत पनि म तपाईँहरूलाई सुनाउन गइरहेको छु। तर त्योभन्दा अगाडि म नेपाल किन गरिब भयो भन्ने कुरा तपाईँहरूलाई भन्न चाहन्छु। नेपाल पैसा नकमाएर गरिब भएको हो। किनभने पैसा कमाउनलाई हामीले कुनै चिज बेच्नु पर्ने हुन्छ, हामीले कुनै सामान बनाएर बेच्नु पर्ने हुन्छ, कुनै चाहिँ सेवा बनाएर बेच्नु पर्ने हुन्छ। हामीले केही पनि सामान बनाएर बेच्न सकेका छैनौँ। हामीले बुद्धि पनि बेच्न सकेका छैनौँ। हाम्रो बुद्धि भएका प्रतिभाहरू प्रशस्त छन्, तर हामीले बुद्धि पनि बेच्न सकेका छैनौँ। हामीले अरूलाई चाहिँ श्रम बेचेका छौँ र त्यो श्रम चाहिँ देशमा खर्चेका छैनौँ। त्यसैले पैसा कसरी कमाउने भन्ने कुरा तपाईँहरूलाई म भन्न चाहन्छु। त्यो भनेको पैसा कमाउनको लागि यो राष्ट्रिय आविष्कार केन्द्र जस्ता अनुसन्धान केन्द्रहरू, इनोभेसन सेन्टरहरू देशमा धेरै नै बन्नुपर्छ र यहाँ चाहिँ विभिन्न किसिमको त्यहाँ सामानहरू बनाउनु पर्छ, बेच्नु पर्छ, आयातलाई कम गर्नुपर्छ, सक्यो भने निर्यातलाई बढाउनु पर्छ। त्यो कसरी हुने यहाँ भइरहेको छ भन्ने कुरा म गीत गाएर तपाईँहरूलाई चाहिँ म सुनाउन चाहन्छु। ल त्यसैले अनुसन्धान गर्नको लागि तपाईँहरूलाई कुनै नयाँ चिज बनाउन इच्छा छ, तपाईँहरूसँग सिप छ, आइडिया छ भने राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोस्। आएर तपाईँले विभिन्न चिज बनाउनलाई प्रयास गर्नुहोस्, अनुसन्धान गर्नुहोस्। यहाँ हेर्नुहोस्, हाम्रो भीम बहादुर भाइले यहाँ चाहिँ अनुसन्धान गर्न र के बनाउन थालेको छ। र हेर्नुहोस् यहाँ आएर